उठ्छु अनि आफ्नो घरमा हुँदाको दिनमा खर्च पर्चहरू हुँदाको दिनमा जो जस्तो छ मेरो घरमा पकाउँछु खान्छु स्कुलमा जान्छु। मेरो नाम दुर्गे कामी, क्लास 10, मेरो उमेर 69। 1 घन्टा 20 मिनट लाग्छ। 10 बजे स्कुल लाग्छ, 4 बजे छुट्टी हुन्छ। Morning everybody, sit down. Thank you sir. मलाई मनपर्ने विषय भनेको सामाजिक र जनसङ्ख्या, यो मलाई मनपर्छ। मभन्दा अब सानो उमेरका सरहरू भए तापनि सरहरूलाई मैले चाहिँ एउटा म विद्यार्थीको डिसिप्लिनबाट सरहरूलाई पनि त्यो मलाई हाफ टाइमको समयमा साथीहरूसित फुटबल खेल्न पनि मलाई मनपर्छ, भलिबल खेल्न पनि मनपर्छ। यिनै खेलहरू खेलेर म आफ्नो आत्मालाई सन्तुष्टि गर्दछु। अनि म घरमा आइपुग्दाखेरि 2 घन्टा लाग्छ उकालो ओह्रालो। 2 घन्टा म चाहिँ होमवर्क गर्छु, पढ्छु, अनि निद्रा लाग्छ बुढो मान्छे, अनि निदाउँछु, अनि भोलिपल्ट उठ्छु, अनि फेरि उही हो। पढ्नु त मलाई धेरै अगाडिसम्म पढ्नु मन लागेको छ। बच्चामा स्कुल गइनँ, तर स्कुल नजिक थिएन, अनि पढ्ने भन्ने कुरोको पनि महत्त्व थिएन त्यतिखेर। म यतिकिति मलाई ज्ञान आएर यो उमेरमा मलाई चाहिँ नि सबैलाई मैले शिक्षाको एउटा ज्योति देखाउनको लागि वृद्ध अवस्थामा गएर यसरी पढ्नु पर्दो रहेछ भनेर मैले सबैलाई एउटा मनोबल बढाउनको लागि सबैलाई मैले राष्ट्र अन्तर्राष्ट्र सबै चाहिँ तल्लो वर्गको युवा बाला वृद्धहरू सबैलाई मैले एउटा आत्मबलको लागि ओहो पढ्नु पर्ने रहेछ, सानो कुरो रहन्छ भनेर सबैलाई मैले माथि उचाल्नको लागि मैले यो उमेरमा पढेको हुँ।